नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बिहिबार 17 वर्ष पुरा भएको छ। राजावादीहरूले गणतन्त्र दिवसकै दिन यो व्यवस्था विरुद्ध दावा बोलेको छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषित रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध आन्दोलनको घोषणा गरेका छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बिहिबार 17 वर्ष पुरा भएको छ। राजावादीहरूले गणतन्त्र दिवसकै दिन यो व्यवस्था विरुद्ध दावा बोलेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषित रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध आन्दोलनको घोषणा गरेका छन्। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार सफाई दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहिबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टै समय उपलब्ध गराएको छ। पहिलो एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो।